जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनताले ल्याएको र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो। हामी प्रतिशोध साध्ने पुरानो पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन। न्यू खोज्नु परे अगाडि बढ्दै गर्दा न्यू खोजिन्छ। कस्तो केसमा मात्रै भन्दाखेरि विगतका दिनहरूमा कुनै फटाइ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ। त्यहाँ न्यू खोज्छौँ हामी र त्यो न्यू खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घण्टा मात्रै होइन 5 वर्ष गर्छौँ। 5 वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ।